छानामा ठोकेको मट्टी तेलको टिनलाई हावाले फेरि खल्ट्याङ 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 गर्दै एकोरो तोडले हल्लाउन थालेको छ। छप्परै उडाएर लैजाला भन्ने मनभित्रबाट डर लागेर आउँछ। घरभित्र छिरेको हावाले हल्लाएको टुकीको धमिलो उज्यालोमा कालेका बाबु र आमा दुवैले माथि धुरीतिर हेरे। दौरा बालेको धुवाले रङ्गिएका काला टिनहरू अहिले कुनै कुनैमा पानीका मसिना दानाहरू पसिना आए झै देखिन्छन्। घुर्पिस र पिप्लीको उस्तै काला बाटाहरूले चारपाटे टिनका ती 80-90 टुक्रालाई हावादेखि पक्रिरहेको छ। हावा पनि यही डाँडामा चाहिँ कति चलेको त्यसको सास। अलिक हावा मत्थर भएर टिन बज्न छोडेपछि कालीकी आमाले भनी औ अगेनामा आगो जोड्न लागि। पटक्क थामिँदैन। कालीको बाबुले पनि भन्यो, आज पुरा 1 हप्ता भयो। भनिसकेको पनि थिएन फेरि पानी दरर भैरिन थालिहाल्यो। पानी पर्दा अब फेरि पहिरोको डर, भन्यो कालीको बाबुले। यो चाहिँ ठाउँमा बास बसाउन जानिएन रहेछ। पानी झन साह्रो धर्कन थाल्यो। छप्परमा टिन कराएको कान खाने आवाजमा अगेनामा आगोको ज्वाला लप्कँदै नाच्न लागेको छ। अझ जोडले झरी परेपछि त छुट्टा छुट्टै थोप्लाका शब्दहरू सुनिन छाडेर एउटै लामो आवाज दररमा चारै दिशा डुब्यो। अहिले अब सब बगाएर लैजान्छ, पहिरोले तान्छ, सब सोरेर माथिबाट छोप्ला। यो घर पहिरोले लाँदैछ, हामीलाई तान्दै लाँदैछ जस्तो लाग्यो। हे महाकाल बाबा, तिमी छौ राख्ने बचाउने। बतासले हिर्काएर तेर्सो बछिटा भित्ताको तख्ता ठोकेर तख्ता जम्मै भित्रपट्टि पनि भिजिसकेका छन्। सधैँ भित्तामा सटाएको टार अलिक पर पानी नखस्ने ठाउँमा राखिएको छ। काले बहिनीलाई समातेर निधाएको छ। तेरै जित्तीले यस्तो ठाउँमा घर बनाएको। लोग्नेले एकाएक झोकेर भन्यो, नभएदेखि मजासँग पुलिस काम गरेर बजार बीचमा बिल्डिङमा बस्दै थियो, हावाको डर न पहिरोको डर। स्वास्नीले केही भनिन। बडाबाडी गर्ने भइस, ठुलो भाग खालास। ऊ अझै फतफतायो। तिमी जाऊ न सुत ढुक्कसँग। कालीकी आमाले अहिले भनी, असारे झरी यस्तै हुन्छ, के गर्नु। वर्षापछि यस्तै हुन्छ। मर्यो पहिरोले भने मर्यो, के गर्नु काल आयो भने। काल खोज्न आइस मर्छस् पनि। पानी अलिअलि कम हुँदै आयो। स्वास्थ्यले मगमा चिया बनाइदिई निकै पर्नु कम भएपछि बलेसीदेखि पोखिएर खसेको पानी पनि सुनिन थाल्यो। चिया खाँदै उसले सोध्यो, कति बज्यो होला। खोइ कुन्नी कति बज्यो होला 11-12। कालीकी आमाले भनी अनि हाइकाडी 2 पल्ट। अब त रहन्छ कि रहनु पर्ने। चिया खाइसकेर ऊ उठ्यो। दैलोतिर जाँदा चुहेको पानी थापेको भाँडो लातले हिर्काएछ। पानी छता छुल्न भयो। कस्तो आँखा नहेरेको भन्दै स्वास्नी चाहिँ बोरा ल्याएर ओछ्याई। उसले केही भनेन। दैलो खोलेर बाहिर अँध्यारोमा सुन्दा रुङदुङ खोला भयानक तौरले पाखै थर्काएर गर्जन्दै रहेछ। बीच-बीचमा अरू किसिमको आवाज पनि भए जस्तो लाग्दा उसले खोला सिङ्गै खन्युको रुख बगाएर ल्याएको वा पहिरो झरेर माटोले खोला पानी जम्मै पहेँलो भएको अन्दाज काट्यो। अँध्यारो चाहिँ आफ्नो हात नदेखिने अँध्यारो छ। फर्केर घरभित्र नपसी उसले फेरि बाहिर अँध्यारोदेखि नै स्वास्नीलाई करायो, टर्च ल्याऊ टर्च। सिरानी मुनिदेखि झिकेर कालीकी आमाले पुरानो कालो टर्च लाइट पुर्याइदिई गोठका च्यादरहरू सब उडाइदिएको छ भन्दै कालीको बाबु टर्च बालेर घर मुनि झर्यो। आँखा आकारको टर्चको ज्योति भिजेका भुइँ र घाँसतिर देखायो। कालीकी आमा पनि पछि आई गोठमा पस्दा भुइँमा थ्याच्च शरीर टेकाएर बसेको गाई जुरुक्क उठ्यो औ एकपल्ट बाँ करायो। छानादेखि चुहेको पानीले गाईको पिठो भिजेको छ औ रहहरू सबै टाँसिएका छन्।
उडाएका टुक्रा च्यादरहरू बटुलेर कालीको बाबु गोठको छप्परमा चढ्यो। टिनहरू मिलाएर ढुङ्गाले थिच्न थाल्यो। सिमसिमे पानी परिरहेकै थियो। कालीकी आमाले भुइँमा खोजेर एउटा ठुलो लेउ परेको चुच्चे ढुङ्गो उखालेर छप्परमा लोक्नेलाई चढाइदिए। त्यसलाई छप्परमा ल्याएपछि उसलाई लोक्नेले भन्यो, तिमी जाऊ, निकै बाक्लो पर्नु थाल्यो फेरि। म अलिकति घाँस लगाइदिएर आउँछु। अब हिँड न सँगै, स्वास्नीले भनी। कालीकी आमा पर्खिरही। तिमी घाँस हाल्दै गर, तब म यति मिलाएर टर्च मलाई कसले टर्च देखाइदिन्छ? फेरि पर्ख अब सकिहाले। पर्खँदा पर्खँदै कालीकी आमाको अनुहार र मजेत्रोलाई पनि छिचोलेर पानी बग्न थाल्यो। बल्ल बल्ल सकेर कालीको बाबु झर्यो। हतार हतार घाँस हालेर दुवै घरमा पसे। पानी फेरि मचिँदै आयो। लुगा फेरेपछि अब दुवै नाटकमा माग्नेको पाठ खेल्न तयार भएका जस्ता देखिए। हुरुरु आगो फुकेर दुवै सुक्न र सेकिन लागे। चिया छ? उसले फेरि सोध्यो। अब नसुत्ने र? उत्तरमा प्रश्न भयो। तिमी सुत, मलाई चिया बसाइ राखिदेऊ। कालो कित्ली तानेर कालीकी आमाले त्यसमा मगले उघाएर पानी हाल्न थाली। भरि बसाइदेऊ, उसले फेरि भन्यो। स्वास्नीले त्यसै गरी। कालीको बाबु उँभो छप्परतिर हेर्दै थियो। फेरि उठ्यो अनि दाम्लो बनाउन ल्याएको सिउरे राखेको डोरी झिकेर बलोमा बाँध्न लाग्यो। अर्को छेउ भुइँमा कहाँ बाँधौ भनेर खोज्दै थियो, जाँतो देख्यो। त्यो ल्याऊ। किन? हावाले कस्तो गर्छ? कालीकी आमाले केही भन्न सकिन। गुडाउँदै लगेर जाँतो खुट्टानेर पुर्याइदिए। डोरीको लठारो जाँतोमा कसेपछि कालीको बाबु केही निश्चिन्त भयो। कित्लीमा रङ छ्वास्सा हाली राखिदिएर कालीकी आमा त्यही टाढमा सुत्न चढी। कालीको बाबु एक्लै विचारमा पर्यो। चिया उम्लेर कित्लीको टुटीदेखि फिसदार पानी आगोमा खस्दा मात्रै ऊ झस्कियो विचारदेखि। चिया बनाउँदै थियो। हुरुरु एकपल्ट हावा चल्यो अनि छप्परमा ठङ्ग केही आएर खस्यो। उतिसको टुप्पो हो कि? तर कालीको बाबु एकदमै तर्स्यो। हावा पानी नचलेर शान्ति भए जस्तो भएपछि बत्ती त्यत्तिकै नमारी ऊ पनि ओछ्यानमा सुत्न गयो। दिउँसो छरेको मुलाको बिउ सब बगायो होला। उसले सम्झ्यो। गराको ढिल भत्केर कति सयपत्रीका बोटहरू पनि बाँचिए होलान्। भोलि बिहानै उठेर पहिला काम घरमाथि भीमसेन पार्टीको झ्याङदेखि उता कुलो काटेर लैजानुपर्छ। अलिकति निदाएको थियो कि बिउन्जान्दा कता हो कता हावा पानी फेरि चल्दै रहेछ। घरै उडाउला जस्तो गर्दैछ, जुरुक जुरुक उचाल्दैछ। वरिपरिका रुखहरूमा ठोकिएर बजेको हावा पानी भयानक भएर गर्जन्दैछ। उसले स्वास्नीलाई भिम्जायो। साह्रो हुरी चल्यो, कसो गर्नु हा माइली? कालीकी आमाले जवाब गर्न पाएकै थिएन। गडरङ्ग गरेर घरका भुइँहरू सब हल्लिए। के भयो? उठ उठ। टर्च टिपेर ऊ दैलो खोल्न पुग्यो। कालीकी आमा पनि आएर पछिल्तिर उभिए। टर्च लाएर राम्ररी हेर्दा आँगनको एक पाखै हात्तै धस्केर गएछ। एउटा किम्बुको रुख पनि बिस्तारै ढल्केर त्यही पहिरो गएको माथि लड्यो। अब कसो गर्नु होला? ऊ डराएर रोए। तिमी जाऊ, केटाकेटीलाई उठाऊ। वृष्टिको आवाजलाई उछिनेर उसले स्वास्नीलाई अरायो। स्वास्नी गएपछि टर्च मारेर ऊ दैलोमा उभिरह्यो, हेरिरह्यो। अहिले कता कता त्यो वृष्टि र कुहिरोभित्र उसलाई बिहान हुँदै आएको आशाको धमिलो प्रकाश देखे जस्तो लाग्यो। शङ्खाको निवारणमा घरभित्र ढोकोले छोपेको ठुलो भाले पखेटा ब्याट ब्याट गर्दै बास्यो। कुकुरीका बिहान ढुङ्ग्रो काठमा बोकेर बजार दुधमा जान लाग्दा कालीकी आमालाई बोराको घुम ओरेर फरुवाले आँगनमा भल काट्दै गरेको कालीको बाबुले कराएर सम्झायो।
लामो काँटी ल्याउनु नभुल्नु है, यहाँ दिनभरि सब ठोक्नुपर्छ। साह्रो पानी पर्यो भने काली स्कुल नजाओस् आज भनिराखेर ऊ उकालो आई। आउँदा एक ठाउँ डिस्काना झरेर बाटो पनि रोकिएको रहेछ। बिहान सधैँ बाटोमा भेटिने कसैलाई पनि उसले आज भेटिन। 1.5 घण्टा जतिपछि त्यो कछारिनेर मोक्तानको बाबुको दैलोमा आइपुगी। यहाँ आधा सेर खान्थ्यो। दुध भर्दै गर्दा भित्र आएर बस न है एकछिन, एक प्याला तातो चिया खाएर जाऊ भनेर भर्खरकी केटी राम्री बाबुनीले दया देखाए। छाता मारेर दैलामा ठडाई कालीकी आमा भित्र पसी। के साह्रो चल्यो हावा पानी रातभरि? कालीकी आमाले भनी। हामी त रातभरि झिमिक्क गरेका छैनौँ। हामी पनि त, बाबुनीले भनी। रातभरि हावाले यो खिर्की गिटिक 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 हल्लाइरह्यो। मलाई त निन्द्रै लागेन। कस्तो हावा चलेको त्यस्तो? ए त्यति मात्रै पो? काली काली अनुहारकी गतिलो शरीरको 40 पुग्न आँटेकी कालीकी आमाले उपहासमा भनी, हाम्रो झन्डै घर उडायो हावाले। यहाँ त के पहिरोको डर छैन तिमीहरूलाई? हाम्रो आँगनमै जम्मै लग्यो। अब घरै लैजानु लागेको छ। पानी पर्यो भन्नु पाउँदैनौँ हामी। गाईलाई भोकाइराख्नु भएन। घाँस काट्नु दुगर्नै पर्छ। राति निन्द्रा आएन भनेर दिउँसो सुत्न पाउँदैनौँ हामी। भन्नु मात्रै त हामीलाई राम्रो छ नि, बाबुनीले साँच्चै सहानुभूतिमा भनी। छप्पर चुहेर लुगा किताब सब बिगारिदिएको छ। यही बेला बिजुली झन् बन्द हुन्छ। होइन हामीलाई हेरी केही आपत छैन तिमीहरूलाई। अब पानी पर्यो कि त म यहाँ छु, घरमा के भयो होला भनेर म भुटभुटिन थालिहाल्यो। मेरो मकैहरू पनि सब बाँचिदिएको छ हिजोको हावाले, केही राखिदिएन। कालीकी आमा त्यहाँदेखि निस्की अरूतिर दुध बाँड्दै गई। व्यर्थमै हामीले बारी गर्ने भएर यो आपत बेसाएको उसका मनमा लाग्दै आयो। नत्र सुखसँग बजारमा बसेकै थियो। महिनामा मर्न साथै तलब पाउँथ्यो। सुरुबुरु पुगेकै थियो। केटाकेटीलाई स्कुल जानु, नजिक पानी भर्न जानुलाई सिक्सेको थिएन। सडक सजिलो राम्रो र हावाको डर न पहिरोको डर। बित्थैमा नदुखेको कपाल भारी लिने भएर दुखाएको। यो बारी लिएको दिनदेखि फुर्सदको नाम छैन आफूलाई। औँलाहरू हँसियाले काटेर हत्केला गोबर र दुधले चिरिएर देखाइसक्नु छैन। जिउ जुम्रो भएर गइसक्यो। एक दिन घर छोड्न सकिँदैन। टाढो घुम्न जानु कुरा त असम्भव इच्छा। यतिकै जोतिएर मर्नुपर्छ। यति जोतेर मरिरहेको खालि यति खानु, यति नै लाउनलाई न हो। फेरि खानु पनि के खाएका छौ, लाउनु पनि के लाएका छौ र? अरूले देख्ला भनेर यो खानेकुरा लुकाउनु पर्छ। यस्तो लाएर लहरमा अरूसँग उभिनु शरम लाग्छ। मनमा उसको अनेक रिसहरूका हुरी चले। ऊ अब थानाको दौरङ्गा कहाँ दुध दिन पुगी। बन्द दरवाजाको ऐनामा ठकठकाएर दुध भनेपछि एउटी मैला जामा लाएकी केटी आएर दुध थापी। ठिकाभरको 1.5 सेर हाल्दै गर्दा भित्र दौरङ्गिनी कराई, फाल्टु 3 सेर भोलि ल्याइदियो है बोजू, खिर खानुलाई राम्रो ल्याइदियो है। एकछिन कुन्नी ढिलाएपछि उसले केटीलाई भनी पठाई, पुग्दैन अरे भनिदिनु। ठिका पुर्याउनै मुस्किल पर्दैछ। हावापानी चलेर भोलि त आउँछ कि आउँदैन, अरूतिर खोज्नु भन्नु। सुनिन्छ दौरङ्गिनीले र दरवाजामा निस्केर कालीकी आमाका भिजेका लुगाहरूलाई हेर्दै भनी, तिमीले ल्याइदेऊ न, अरूकोमा म कहाँ जानु खोज्नु यस्तो पानीमा। तिमी नै ल्याइदेऊ, दिपकको जन्मदिन छ र पो त। पुग्दैन। थकित कण्ठित स्वर उसको अन्तरबाट निस्क्यो। दौरङ्गिनीलाई उसले हेर्दै लागि। कति सफा लुगा फाटो, कति सेतो अनुहार, हातहरू कति राम्रा। उसका लोक्नेलाई सुख छ। घरभरि चौकी पलङहरू र दराजहरूमा सारीहरू। माटो हिलो छुनु पर्दैन, गोबर सोर्नु पर्दैन, हावापानीदेखि डराउनु पर्दैन। पुग्दैन। म भोलि यस्तै हावापानी पर्यो भने त आउँदिन पनि।
हामी अन्त दिनभरि फिकै चिया खानु? कस्तो कुरा गरेको? ल्याइदेऊ है, जसरी भए पनि ल्याइदेऊ। कालीकी आमा केही नभनी सिँढीदेखि झरेर बजारतिर निस्की। बाटोमा हिँड्दै ऊ आफैलाई फतफताए। यसरी दिनरातको पहिरो र हावाको डरमा बाँचेर 2 ऐकार जमिनको माटो वर्षामा 2 चोटि पल्टाएर जीविका गर्ने मेलो परिवारको हत्या हो। बेचिदिन्छु दुवै मौगाई। कोरलीहरू सब सोहो मोहो दाम मिलाएर बारी पनि बेचिदिन्छु। घरको टिन र काठपाट गोठको पनि सब बेचिदिन्छु। 5-6 रुपियाँको सानो कोठा लिएर भए पनि बजारमै बस्छु। चौकमा सागसब्जी बेचिहाल्छु, ठुलीकी आमाले जस्तो। उसले बढाई काम राजकाम जानेकै छ। भएन चौकीदारी काम पनि पाइहाल्ला। 2टा छोराछोरीलाई हल्कै पार लाउँछु, म बस्दिनँ त्यस्तो ठाउँमा। निर्णय गरिसकेपछि उसलाई मनमा ढुक्क लाग्यो। खुट्टाहरू दुखेको पनि हरायो। पानीले भिजिसकेको पनि अब उसलाई पर्वा लागेन। त्यसै खुसी लागेर त्यो बीच गल्लीको भुजा दोकानतिर गई 2 आना चानाको मटर किनेर पोका झोलामा हाली फुल मटर मात्र किन्न आएकी एउटी दर्जिनीलाई कालीकी आमाले सोधी, तिमीहरू बसेको छेउछाउमा कतै कोठा खाली छैन बहिनी? छैन। किन दिदी, तिम्रोतिर पहिरो गयो कि? होइन, म बजारमा घर खोज्दैछु। पानी शौचालय अलिक नजिक भएको 10-15 रुपियाँसम्मको एउटा कोठा त छ। खिनौरी दर्जिनीले भनी। बिजुली अलग्गै 2 रुपियाँ गरेर 12 रुपियाँ पो तिर्दै थियो एउटा मधिसेले। त्यो गयो। भोलि म खबर गर्छु नि दिदी। म आफै भोलि तिम्रोमा निस्कन्छु, यति बेलातिरै निस्कन्छु। ऊ त्यहाँदेखि छाता ओढ्दै मालगोदामतिर गई। अब 2 ठाउँ दुध बाँडेर घर फर्किनु थियो। पिबी गुरुङको बरन्डामा पुग्दा त्यहाँ बिहानै घरभरि मानिसहरू जम्मा भएका थिए। 2-3 जना बाहिर उभिएर पनि छाता ओढेर बात गर्दै थिए। कालीकी आमा पछिल्लोतिरबाट घुमेर दुध दिन गई। के भयो होला? पत्तो पाउन सकिन। लोक्ने स्वास्नी 2मा कोही एकजनालाई केही भयो होला। छोराछोरी छैनन्। मोटी स्वास्नी दिनभरि खराउ बजाउँदै भित्र बाहिर गरिरहन्छे। एउटा सेतो बिरालो निनी बोकेर परपरको घरतिर पुग्छे। लोक्नेको लेडेन्ला सडकमा ड्राई क्लिनिकको दोकान पनि छ। के भयो? किन मान्छेहरू भेला भएको? उसले पल्लो घरबाट आएर दुध थापिदिने आइमाईलाई सोधी। निनीको आमा राति लडेर होसै छैन, बेहोस छ। कहाँ लडेछ? उसले सुनी। रातिको ठुलो पानीमा सेतो बिरालो दैलो थुन्दा बाहिर परेछ। कति म्याउ म्याउ करायो होला, तर पानीले सुनिँदै सुनिएन। अलिक पानी थामिँदा बिरालोको खोज भयो। बाहिर खोज्दा कति बोलाउँदा पनि बिरालो आएन। तलतिर खोज्न जाँदा खडाउ चिप्लेर निनीको आमा तल बाटोमा बजारिनु पुगेछ। हतार हतार डाक्टर बोलायो। डाक्टर पनि छिटो आएन। अहिलेसम्म होस फर्केकै छैन। जाबो बिरालोले गर्दा पो रहेछ त। कालीकी आमाले फेरि बिस्तारै भने, यही होइन त्यो बिरालो? सेतो बिरालो चुलाको तातो न्यानो मानेर भुत्ला चाड्दै बसिरहेको थियो। कालीकी आमा त्यसै त्यहाँदेखि उठेर हिँड्न सकिन। दैलोको काठमा बसिरही। बस्दा बस्दै उसले लोक्ने चाहिँ रुँदै बाहिर आएको देखि उसले सुनि त्यो आइमाई मरिछ। कस्तो उदे खत्तेरी भनेर कालीकी आमाले ढुङ्ग्रो झोला काँधमा भिरी चौकीदारनीको घरमा 1 पावा दुध भनेर बटुको लिएर आएकी नानी छोरीलाई पनि अलिकति तुर्काइदिएपछि कालीकी आमा भुइँको चौरमा थ्याच्च बसे। चौकीदारनीले तताई बसेको चिया उतारेर अगेन्टीमा दुध बसाउँदै सोधिए, बहिनीहरूकोतिर कस्तो छ? होरीले साह्रो बिगार्यो होला है? साखा पार्यो हो? कालीकी आमाले के सम्झिरहेकी थिई केही भनेन। फेरि चौकीदारनीले भनी, यता बजारमा त केही आपत छैन,
केही डर पनि छैन। तर कमान बस्तीतिर कति दुःख छ, कस्तो बिजोग छ मलाई थाहा छ। त्यही देखेर हाम्रो बाबुहरू बजार पसेको हो। कालेकी आमाले अहिले अब अलिक बलियो भएर भनी, आपद विपद जहीँ पनि छ। हो, हुरीले बिगार्यो, तर अब सबै ठिक बनाइहाल्छौ। कुनै नसकिने काम होइन त्यति गर्नु। आफ्नो घर छ, गोठ छ, गोठमा गाईहरू छ, बारी छ, बारीमा 30-40 च्याङ बाँसहरू छ, गगुन र नेवारको रुखहरू छ, काँक्रोको लहरा आकाशतिर जाँदैछ। हुरीले कति पो बिगार्नु सक्छ र? यी अब गएर बनाइहाल्नु पर्छ। अनि जिब्रो पिल्चाउने तातो चिया गोठको हतार हतार निलेर ऊ बजारमा काँटी किन्न आइपुगी। अनि मनमा नै भन्दै थिए, एकदम ढिलो भइसकेछ, आज मलाई कालीको बाबुले मार्छ।